Who is the best? क्रिस्टियानो रोनाल्डो कि लियोनल मेस्सी, ल्याम्बोर्गिनी कि फरारी? यो सदाबहार चलिरहने नै डिबेट हो। त्यस्तै गरी तपाईँको लागि पर्फेक्ट ल्यापटप यो ल्यापटप कि यो ल्यापटप त त्यसमा पनि तपाईँ कन्फ्युज हुनुहुन्छ भने मलाई पक्कै थाहा छ। त्यही भएर मैले आज यो सिम्पल कम्पेरिजन भिडियो लिएर आइसकेको छु, जसलाई लास्टसम्म हेरिसकेपछि तपाईँले तपाईँको लागि पर्फेक्ट अफिस ल्यापटप चाहिँ कुन हुने रहेछ भनेर पक्कै थाहा पाउन सक्नुहुन्छ। लजिक डिजिटल सिस्टमको नमस्कार। आज चाहिँ हामी डेल 15 र HP 15 मा दुईटामा एउटै बजेटको ल्यापटपहरू हुनु, दुईटामा तर राम्रो चाहिँ सबभन्दा कुन छन्, तपाईँको लागि पर्फेक्ट चाहिँ कुन हुन सक्छ भनेर यो भिडियोमा जानेछौँ। त्यसैले भिडियो चाहिँ लास्टसम्म सुरु गर्नु होला। सुरु चाहिँ गरौँ यो दुईटैको प्रोसेसरबाट। अब प्रोसेसरकै कुरा गर्दाखेरि चाहिँ तपाईँले डेलको 15 मा पाउन सक्नुहुन्छ i7 को 1355U प्रोसेसर हुने, HP को 15 मा चाहिँ तपाईँले पाउन सक्नुहुन्छ i7 कै 150U प्रोसेसर चाहिँ तपाईँले यसमा पाउन सक्नुहुन्छ। अब कम्पेरिजन गर्दाखेरि चाहिँ i7 को 1355U 13 जेनेरेसनको प्रोसेसर डेल 15 मा छ भने चाहिँ 150U भनेको चाहिँ 14 जेनेरेसनको प्रोसेसर चाहिँ तपाईँहरूले HP मा पाउन सक्नुहुन्छ। अब कम्पेरिजन नै गरेर हेर्दाखेरि चाहिँ HP मा अलिकति हामीले 14 जेनेरेसनको लेटेस्ट खालको पाउँछौँ भनेपछि यो कुरामा चाहिँ मार्क्स यसले चाहिँ HP ले लिएर जान्छ भनेपछि HP अलिकति लेटेस्ट भएको भएर अब i7 1355U लाई नराम्रै भन्न चाहिँ मिल्दैन, तर कम्पेरिजनै गरिसकेपछि अलिकति त भन्दाखेरि HP 15 मा चाहिँ तपाईँहरूले अलिकति राम्रो खालको प्रोसेसर पाउन सक्नुहुन्छ। अब प्रोसेसरको कुरा त यो भइहाल्यो। अब ऱ्याम र स्टोरेजको कुरा गर्दाखेरि चाहिँ दुवैमा तपाईँले सेम खालके पाउन सक्नुहुन्छ। दुवैमा 16GB कै ऱ्याम र 512GB कै SSD चाहिँ दुवैहरूमा पाउन सक्नुहुन्छ भनेपछि ऱ्याममा त खासै केही कम्पेरिजनको कुरा नै रहेन। अब हामीले कसमा राम्रो प्रोसेसर, कसमा ऱ्याम रोम के छ सबै थाहा पाइसक्यौँ। अब एउटा राम्रो कुरा भनेको ल्यापटपको डिस्प्ले पनि राम्रो हुनु पर्यो, किनकि तपाईँले त्यसमा काम गर्दाखेरि प्रेजेन्टेसनहरू बनाउँदाखेरि एउटा क्लियर भयो भने चाहिँ काम गर्न पनि मजा आउँछ र कहिलेकाहीँ यसो इन्टरटेनमेन्टको लागि पनि डिस्प्ले चाहिँ राम्रै चाहिने हुन्छ। तपाईँले डिस्प्लेकै कुरा गर्दाखेरि पनि दुईटा ल्यापटपमा एकदमै सेम खालको डिस्प्ले पाउन सक्नुहुन्छ। 15.6 इन्चको फुल एचडी डिस्प्ले चाहिँ तपाईँले डेलको 15 मा पनि पाउन सक्नुहुन्छ भने HP को 15 मा पनि तपाईँले 15.6 इन्चकै फुल एचडी डिस्प्ले अवेलेबल पाउन सक्नुहुन्छ। अब अहिलेसम्म हामीले ल्यापटप हेर्दाखेरि चाहिँ दुवैमा सेम नै खालको छ। प्रोसेसरको मात्र अलिकति फरक त हो नि, दुईटै एउटै ल्यापटप भइसकेपछि त हामीले केही फरकै पाइरहेको छैनौँ भन्ने जस्तो लाग्छ भने त्यस्तो होइन। अब हामीले मेन डिफ्रेन्सको कुरा चाहिँ तपाईँले यहाँ पाउन सक्नुहुन्छ। अब यसपछि चाहिँ कुरा गरौँ हामी अलिकति सानोतिनो फिचर्सको है त। फिचर्सको कुरा गर्दाखेरि चाहिँ तपाईँले डेलको 15 मा चाहिँ तपाईँले फिङ्गरप्रिन्ट पाउन सक्नुहुन्छ भनेपछि तपाईँले आफ्नो फिङ्गरप्रिन्ट राखेर चाहिँ यो ल्यापटप खोल्न सक्नुहुन्छ भने HP को 15 मा चाहिँ तपाईँले त्यस्तो केही पनि फिचर्स पाउनु नै हुँदैन भनेपछि यसमा सिम्पली तपाईँले पासवर्ड अथवा पिन हालेर नै खोल्नु पर्ने हुन्छ भनेपछि यसमा लगइन गर्न सजिलो केमा भयो त डेलको 15 मा भनेपछि अर्को मार्क्स चाहिँ यसले लिएर जाला जस्तो छ है। त्यस्तै गरी अर्को एकदमै इम्पोर्टेन्ट भनेको ब्याकलाइट किबोर्ड। अहिलेको टाइममा ब्याकलाइट किबोर्ड नभएको प्राय ल्यापटपै छैन भन्दा पनि हुन्छ, तर त्यो ल्यापटपमा HP 15 पनि पाउन जान्छ जसमा चाहिँ ब्याकलाइट किबोर्ड छैन भनेपछि यसमा पनि अलिकति अगाडि चाहिँ कुन भयो त डेलको 15। डेलको 15 मा चाहिँ तपाईँहरूले ब्याकलाइट किबोर्ड पनि पाउन सक्नुहुन्छ। अब अहिलेसम्म हामीले फिचर्स के कस्तो रहेछ, प्रोसेसर ऱ्याम रोम के कस्तो रहेछ भनेर कुराहरू गरेर थाहा पाइहाल्यौँ। अब त्यो सबै धान्नलाई ब्याट्री पनि राम्रो चाहियो, ब्याट्री नै राम्रो भएन भने त त्यो सबै फिचर्स भएको के कामै लागेन होइन। त्यस्तै गरी अब डेल 15 कै कुरा गर्दाखेरि चाहिँ तपाईँहरूले पाउन सक्नुहुन्छ यसमा 54 वाट आवरको ब्याट्री चाहिँ तपाईँले पाउन सक्नुहुन्छ। 4 सेलको इन्डिकेटेड ब्याट्री तपाईँले यसमा पाउन सक्नुहुन्छ। त्यस्तै गरी HP को 15 मा चाहिँ तपाईँहरूले पाउन सक्नुहुन्छ 41 वाट आवरको ब्याट्री पाउन सक्नुहुन्छ है त। त्यो चाहिँ 3 सेलको ब्याट्री रहेको छ। अब यसमा पनि मार्क्स चाहिँ डेलले लाला जस्तो छ, किनभने यसमा 54 वाट आवरको ब्याट्री छ जसले चाहिँ तपाईँले 3-4 घन्टा ब्याकअप त मजाले दिन्छ भने तपाईँले आफ्नो क्रिएटिभिटी देखाउँदाखेरि, इन्टरटेनमेन्ट अलिकति लिँदाखेरि, तपाईँले आफ्नो काम नै गर्दाखेरि पनि अलिक धेरै समयसम्म चाहिँ यो ल्यापटप युज गर्न सक्नुहुन्छ भने अलिकति कम चाहिँ तपाईँले HP को 15 ल्यापटप चाहिँ युज गर्न सक्नुहुन्छ। अब समग्रमा भन्दाखेरि मैले प्रोसेसर के कस्तो, ऱ्याम रोम के कस्तो र ब्याट्री कस्तो पाउन सक्नुहुन्छ, फिचर्सको कुरा पनि मैले सबै तपाईँहरूले बताइसकेँ भने अब प्राइसको कुरा पनि गरिदिइहाल्नु पर्यो है त। प्राइसको कुरा गर्दाखेरि चाहिँ तपाईँले कम्पेयर गर्दाखेरि ल्यापटप त झन्डै उस्तै खालको छ। प्राइस चाहिँ डिफ्रेन्स अघि छैन त भन्दाखेरि प्राइस पनि केही डिफ्रेन्स छैन। लजिक डिजिटल सिस्टममा चाहिँ तपाईँहरूले यो दुईटै ल्यापटप पाउन सक्नुहुन्छ 1,09,990 मा। 1,09,990 मा तपाईँहरूले यो दुईटै ल्यापटप पाउन सक्नुहुन्छ भने अब प्राइस हेर्दा र फिचर्स हेर्दाखेरि अलिकति राम्रो चाहिँ यसो ढल्किँदाखेरि डेल 15 चाहिँ राम्रो हो कि जस्तो लाग्यो, किनकि बजेट पनि सेम छ, फिचर्सहरू पनि अलिकति धेरै चाहिँ डेलमा छ भनेपछि HP लिनुभन्दा डेल लिनु चाहिँ अलिकति तपाईँहरूको लागि फाइदा हो कि जस्तो त्यो चाहिँ मलाई लागिरहेको छ। तर तपाईँले हेर्दाखेरि चाहिँ अब तपाईँलाई के कस्तो लाग्यो त्यो तल कमेन्ट्समा गर्न चाहिँ नबिर्सिनु होला। अब यस्तै ल्यापटप अरू पनि मैले लिएर आउने नै छु। आज कम्पेरिजन भिडियो पनि पक्कै आउनेछ। हामीसँग धेरै ल्यापटपहरू स्टकमा छन्, गेमिङ ल्यापटपहरू, अफिस ल्यापटपहरू अरू पनि छन्। त्यही भएर ल्यापटप खरिद गर्नको लागि चाहिँ हामीलाई DM गर्न सक्नुहुन्छ, हाम्रो वेबसाइट भिजिट गर्न सक्नुहुन्छ अथवा हाम्रो लजिक डिजिटल सिस्टम पनि भिजिट गर्न सक्नुहुन्छ, जुन चाहिँ रहेको छ पुतली सडक नवल ब्याङ्कको ठ्याक्कै साइडमा। अनि मैले भिडियोको सुरुमा भनेको थिएँ तपाईँहरूको लागि एउटा सरप्राइज छ भनेर। त्यो सरप्राइज चाहिँ के हो भन्दाखेरि तपाईँ लजिक्समा आएर
जुनैसुकै ल्यापटप किन्नुहुन्छ भने पनि तपाईँले लाइफ टाइम फ्री सर्भिसिङ पाउँदै हुनुहुन्छ। एकदम सही सुन्नुभयो तपाईँले, जुनसुकै ल्यापटपमा पनि लाइफ टाइमको फ्री सर्भिसिङ। अनि गिफ्टमा पाउनु त कुरै भएन, गिफ्टको कुरा पनि गरिदिइहालौँ, तपाईँले जुन ल्यापटप किने पनि पाउन सक्नुहुन्छ यति धेरै मजाको गिफ्टहरू चाहिँ तपाईँले पाउन सक्नुहुन्छ। एउटा किबोर्ड गार्ड पाउन सक्नुहुन्छ, एउटा माउस पाउन सक्नुहुन्छ, एउटा किबोर्ड पाउन सक्नुहुन्छ, त्यस्तै गरी तपाईँले एउटा माउस प्याड पनि पाउन सक्नुहुन्छ र एउटा ल्यापटप ब्याग पनि पाउन सक्नुहुन्छ। गिफ्ट पनि यस्तो धेरै, लाइफ टाइम फ्री सर्भिसिङ पनि, ल्यापटप पनि यस्तो बवाल यस्तो प्राइसमा भनेपछि अब हामीलाई डिएम गरिहाल्नुहोस् र हाम्रो सप भिजिट गरिहाल्नुहोस्। मैले भनिहालेँ पुतली सडक नोबेल ब्याङ्कको ठ्याक्कै साइडमा। र आजको भिडियोलाई यति नै गरौँ, यस्तै भिडियो लिएर म आउनेछु। आजको लागि चाहिँ बाई बाई।